नमस्कार सबैजनालाई। मेरो नाम डेकेन्द्र बडुवाल। म आइओए पूर्वाञ्चल क्याम्पस धरान सिभिल इन्जिनियरिङको स्टुडेन्ट। आज चुनावको लगभग 5 दिन अगाडि म मेरा मनमा लागेका केही कुराहरू तपाईँहरूको सामु राख्न गइरहेको छु र यो कम्प्लिटली चुनाव रिलेटेड हुनेछ र यहाँ मोर देन फ्याक्ट भन्दा पनि मेरा भावना र मेरो मनमा खेलिरहेका कुराहरू र हामीले अहिले गर्नुपर्ने कुराहरूको बारेमा हुनेछ। र चुनाव हुनुभन्दा अगाडि धेरै मिडियाहरूले अथवा अन्य मानिसहरूले पनि धेरै कुराको एनालाइसिस गरिसके, कसले जित्छ, कसले हार्छ, के हुनु पर्थ्यो र कुन ग्रुप समूहकोले अथवा कुन एज ग्रुपकोले कसले हाल्छ भन्ने कुराहरूको बारेमा हामीले अलरेडी धेरै डिस्कस गरिसक्यौँ, धेरै भिडियो हेरिसक्यौँ र धेरै कुराको बारेमा हामीले ज्ञान लिइसक्यौँ। अब भने म यसलाई अलिक फरक ढङ्गले एनालाइसिस गर्न गइरहेको छु। यसमा हामी जुन 3 तहहरूले चाहिँ डिभाइड र क्लासिफाई गर्नेछौँ। सबैभन्दा पहिला जुन हामीसँग अलरेडी पार्टीमै लागिरहेका अथवा पार्टीमै 20-30 वर्षदेखि काम गरिरहेका र यही हो मेरो पार्टी, म यो पार्टीभन्दा अर्को ठाउँमा भोट हाल्नै सक्दैन, परिवर्तन गर्नै सक्दैन भन्नेहरूको त्यो जमात, त्यो ग्रुप समूह, सायद त्यो जेनजी ग्रुप समूहबाट हुनसक्छ, मिलेनियमबाट हुनसक्छ अथवा ओल्ड हाम्रो हजुरबाको ग्रुप समूहबाट हुनसक्छ। अर्को भनेको जुनसुकै ग्रुप समूहबाट भयो नि कन्फ्युजन पार्टी, जुन चाहिँ राम्रोलाई हाल्ने कि पुरानोलाई हाल्ने, राम्रो पनि त उस्तै हो, पुरानोले पनि त नयाँ सुध्रिएर आएको छु भनेका छन्, म केमा भनेर कन्फ्युज हुनेहरू हाम्रो दोस्रो क्याटेगोरी छ। र यसै गरी हाम्रो तेस्रो क्याटेगोरी छ नयाँ, जो चाहिँ होइन चेन्ज आउनै पर्छ, अहिले हामीले नयाँलाई एडप्ट गर्नै पर्छ, यदि यो मौका छुट्यो भने हामीले अर्को मौका पाउँदैनौँ भन्ने ग्रुप समूह। अब भने हाम्रो जुन 30-40 वर्षदेखि एउटै पार्टीमा रहेर यही मेरो पार्टी हो र मैले योभन्दा भोट नै परिवर्तन गर्न सक्दैन भन्ने ग्रुप समूहका लागि मैले केही शब्दहरू राख्न चाहेँ। र हामीले यसलाई चाहिँ कसरी बुझ्नु पर्दछ भने हामीले देशलाई 30-40 वर्ष अथवा 2007 सालमा प्रजातन्त्र आयो, त्यसपछि विकास भए अथवा विकासका क्रम एकदमै सुलभबद्ध रूपमा भए। हामीले यसलाई यसरी बुझ्नु, यदि 30-40 वर्ष अगाडि चिनको जिडिपी पर क्यापिटा चाहिँ नेपालको भन्दा 2-3 गुणा मात्र बढी थियो, धेरै भए। अहिले हामीले 30-40 वर्ष फास्ट फरवर्ड गर्दाखेरि अहिले हामीसँग लगभग 9 देखि 10 गुणा मोर जिडिपी पर क्यापिटा छ चिनको। यो कसरी सम्भव भयो भने उनीहरूमा त्यो एउटा स्थिर सरकार थियो। त्यहाँ भ्रष्टाचार थिएन र यही कुराले गर्दा उनीहरू हामीभन्दा यति धेरै छलाङ मार्न पुगे। र हाम्रोमा पनि त विकास भएको छ, हाम्रोमा पनि त रोडहरू आएका छन्, होइन? हामीमा पनि त स्कुलहरू खुलेका छन्, अस्पतालहरू खुलेका छन्। तर अहिले हामीले योभन्दा धेरै माथि पुगिसक्नु पर्थ्यो क्या। अहिले हामीले योभन्दा धेरै हामीले पाइसक्नु पर्थ्यो। हामीले यहाँ इनोभेसन सेन्टरहरू खोलिसक्नु पर्थ्यो, हामीले एआईमा काम गरिसक्नु पर्थ्यो, हामीले साइन्टिफिक एनालाइसिस र साइन्टिफिक डिस्कभरीहरू गरिसक्नु पर्थ्यो। युएसए, युके, अस्ट्रेलियासँग हामीले कम्पिटिसन गरिसक्नु पर्थ्यो। तर आज हामी के कुरामा खुसी भइरहेका छौँ भने यी रोड त आयो नि, यी अस्पताल त बन्यो नि, यी आधारभूत शिक्षा त बन्यो नि भनेर खुसी भएका छौँ। अझ त्योभन्दा पनि अझ दुःख लाग्दो कुरा चाहिँ के छ भने हाम्रा पहाडी जिल्लामा कर्णालीका दुर्गम भूभागहरूमा अझ पनि विद्यालय छैनन्, अझ पनि अस्पताल छैनन्। अस्पताल जानु पर्यो भने तपाईँलाई 4 दिन लाग्छ, बाटैमा मर्ने अवस्था छ। कर्णालीको अवस्था त्यही छ। कर्णालीमा उत्पादन भएका, जुम्लामा उत्पादन भएका स्याउहरूले राम्रोसँग बजार पाएका छैनन्। हामीले आधारभूत विकास नै पाएका छैनौँ र यहाँभन्दा पहिला बार्गेनिङ गर्ने जतिहरू पनि हुनुहुन्छ, यही विकास त भयो नि भन्ने उनीहरूले पनि त जुन क्षेत्रले पाउनुपर्ने हो त्यो गति, त्यो विकास पाएको छैन। तपाईँले त्यो कुरा मनन गर्नै पर्छ। अनि तपाईँले यति कुरा मनन गरिरहँदाखेरि तपाईँले अब चाहिँ भोट अब त गरेनन्, अब गर्छन् नि भन्ने कुराको आश गर्नुहुन्छ भने इम्पोर्टेन्ट कुरा के हो भने 40 वर्षसम्म गर्न सकेनन् भने अब हामीले 5 वर्ष केही नयाँलाई ट्राई गरौँ न त। उनीहरूले गर्न सकेनन्, अब हामीले केही चेन्ज गर्न सक्नुपर्छ नि त भन्ने कुरा पनि हुनसक्छ। अनि तपाईँलाई यदि जसले यो भिडियो हेरिरहनु भएको छ र तपाईँलाई मेरो पार्टी एमाले, मेरो पार्टी काङ्ग्रेस भनेर हेरिरहनु भएको छ, यो व्यक्तिगत रूपमा म तपाईँलाई के भन्छु अथवा तपाईँले नै म तोकेर के भन्छु भने मैले चाहिँ पर्सनली रूपमा काङ्ग्रेसबाट बेनिफिट पाइरहेको छु। मेरा छोराछोरीले बेनिफिट पाइरहेका छन्, होइन? मेरा छोराछोरीले त राम्रो स्कुल, राम्रो विद्यालयमा पढ्न पाइरहेका छन् भन्ने सोच्नु भएको होला। अनि मैले त पैसा कमाएको छु नि, मैले त ठेक्कापट्टा पाएको छु नि भन्ने सोच्नुहुन्छ होला। तर तपाईँको यसमा के गलत भ्रम छ भने यदि हाम्रो साँच्चै देश विकास भएको भए, साँच्चै हाम्रो देशले एउटा युके र युएसए लेभलसम्मको गुणस्तरमा विकास भएको भए, तपाईँले अहिले जति सुविधा पाउनु भएको छ नि ती नेताहरूको चागडी गरेर, त्योभन्दा धेरै विकास पाउनुहुन्थ्यो क्या। त्यहाँभन्दा धेरै तपाईँले शिक्षा र नलेज, त्यहाँभन्दा धेरै तपाईँले पैसा कमाउन सक्नुहुन्थ्यो। किनभने हामीसँग रोजगार हुन्थ्यो, किनभने हामीसँग इन्फ्रास्ट्रक्चर हुन्थ्यो, हामीसँग ठुल्ठुला कल-कारखानाहरू हुन्थ्यो, हामी त्यहाँबाट पैसा कमाउँथ्यौँ। अहिले तपाईँले अरूको चागडी गरेर अथवा नेताको जुत्ता चाटेर जति पैसा कमाउनु भएको छ नि, त्योभन्दा तपाईँले धेरै पैसा कमाउन सक्नुहुन्थ्यो क्या। किनकि देश विकास हुन्थ्यो। अहिले तपाईँले मात्र कमाउनु भएको छ नि, त्यति बेला तपाईँले अहिले नै कमाउनु जति पैसा तपाईँले पनि कमाउनुहुन्थ्यो, तपाईँका आउने सन्तानले पनि कमाउँथे, तपाईँका छिमेकीले पनि कमाउँथे, त्योभन्दा ठुलो कुरा देश विकास हुन्थ्यो क्या।
त्यही भएर तपाईँले अहिले सोच्नै पर्ने कुरा भनेको चाहिँ के हो भने एकचोटि तपाईँले गर्नुभयो, तपाईँले 40 वर्षसम्म त्यसलाई सपोर्ट गर्नुभयो। म पनि अहिले बिपी भएको भए सपोर्ट गर्थेँ। बिपीको सोच यो थिएन क्या काङ्ग्रेसमा। मदन भण्डारीको सोच यो थिएन। उनीहरूले अहिले आफै सोच्नुहोस् त, यति धेरै नाबालिग मान्छेहरू मरे, स्कुलमा भएका विद्यार्थीहरूलाई ताकी गोली हानिएको छ, तैपनि उनीहरूसँग गिल्ड छैन। म यो कुरामा अझ पनि म तपाईँहरूलाई यति पर गएर म के पनि भनिदिइरहेको छु भने तपाईँलाई, ल गोली नै हान्नियो रे, ल भिड नै कन्ट्रोल गरियो रे, तर गोली हानिसकेपछि पश्चाताप खै? गोली हानिसकेपछि खै त मैले गल्ती गरेँ, खै त हाम्रो सरकारले गल्ती गरियो, गोली हान्नु हुन्थेन भन्ने पश्चाताप चाहिँ खै क्या? ल गोली हान्नियो, भिड कन्ट्रोल गरियो, देश चलाउनलाई हान्नियो रे, तर खै त नाबालक मरेको होइन, कसैको जिन्दगी कटिएको होइन, कोही बाउआमाको त सन्तान सबै जिन्दगी मरेको हो नि त। खै त उनीहरूमा पश्चाताप, खै त केपी ओलीमा त्यो थोरै पनि रिग्रेट क्या? त्यही भएर तपाईँले एकचोटि आफैले आफैलाई सोच्नुपर्छ। तपाईँको त्यो कस्तो शासक हो, तपाईँले त्यहीँबाट तपाईँको अधिवेशन भयो केपी शर्मा ओलीको, र जसले तपाईँको अपोजिसनमा लडेका थिए उनीहरूले टिकट नै पाएनन् भनेपछि तपाईँको एमालेमा कस्तो लिडरसिप चलिरहेको छ भनेर तपाईँले बुझ्नै पर्छ र तपाईँले यसमा काम गर्नै पर्छ। तपाईँले एकचोटि मात्र आफ्नो मनलाई, आफ्नो नैतिकतालाई सोच्नुहोस्। भोलि आउने सन्तति, तपाईँका सन्तानहरूले मेरो बाउले के गरेको थिए, मेरो बाउले परिवर्तनका लागि कति आवाज उठाएका थिए भनेर उनीहरूले गर्व गर्ने काम चाहिँ एकचोटि गरेर गइदिनुहोस्। र अब भने यसपछि चाहिँ म के भन्न चाहन्छु भने, अब हाम्रो क्याटेगोरीमा छ कन्फ्युजन पार्टी, जुन चाहिँ कन्फ्युजन मान्छेहरू हुन्छन्, म केमा हालौँ, नयाँ पनि त उस्तै छन्, पुराना पनि उस्तै छन् भन्नेहरू छन्। तपाईँहरूले त्यो फर्स्टको पार्ट पनि सुन्नु सक्नुभयो। अब तपाईँ यो कुरामा सकेसम्म क्लियर हुनुपर्छ। र तपाईँलाई म एउटा कुरा के भन्न चाहन्छु भने, अहिले हामीले यता र उता भन्ने ठाउँ नै छैन क्या। किनभने तपाईँले आधा भोट यसलाई, आधा भोट उसलाई हाल्नुभयो भने फेरि अनस्टेबल गभर्नमेन्ट बन्छ क्या। जब अनस्टेबल गभर्नमेन्ट बन्यो भने न तपाईँले विकास पाउनुहुन्छ, न हामीले। सबैले सत्ताका लागि नै लड्नुपर्छ। जे नयाँ मान्छे हामीले जिताएर गयौँ भने पनि उसलाई सत्ताका लागि त लड्नु पर्यो नि त, विकास गर्नका लागि त सरकारमा जानु पर्यो नि त। अनि सरकारमा जानका लागि कोही न कोहीसँग त मिल्नु पर्यो नि त। अनि भ्रष्टाचारीसँगै मिल्नु पर्यो क्या फेरि। भ्रष्टाचारीसँगै मिल्नु पर्ने फेरि भ्रष्टाचारीलाई जोगाउनु पनि त पर्यो नि त। उनीहरूलाई हामीले करप्ट गर्नका लागि चाहिँ इन्भाइरोमेन्ट क्रिएट गरिदिए जस्तो हुन्छ क्या। तपाईँले चाहिँ आधा एमालेलाई, आधा काङ्ग्रेसलाई भोट दिनुभयो भने त्यो तपाईँ एकचोटि आँखा चिम्लिनुहोस् क्या। हो, रासोपा गलत नै होला अरे, जो गलत नै भए पनि तपाईँले एकचोटि आँखा चिम्लिनुहोस्। हामीले 30 वर्षसम्म गलत मान्छेलाई जितायौँ, गलत पार्टीलाई जितायौँ। ल गलतै भयो भने 5 वर्ष गलतलाई जितायौँ भनेर आँखा चिम्लिनुहोस्, एकचोटि भोट हाल्नुहोस्। के थाहा तपाईँले त्यो 5 वर्ष तपाईँको सुनौलो भविष्य हुन्थ्यो। तपाईँलाई 5 वर्षपछि लाग्न सक्छ कि द्याट वाज माई बेस्ट डिसिजन मैले गरेको भन्ने लाग्न सक्छ क्या। त्यही भएर तपाईँले चाहिँ यति बेला तपाईँले चेन्ज गर्नै पर्छ। यति बेला तपाईँले सोच्ने बेला नै होइन कि पुरानो कि नयाँ, नयाँ कि पुरानो भन्ने नै होइन। अहिले नयाँलाई चुज गर्नुहोस्। तपाईँले आधा यसलाई, आधा उसलाई दिनुभयो भने तपाईँले झन् अनस्टेबल गभर्नमेन्ट क्रिएट गर्नुहुन्छ। त्यसले झन् धेरै हानि गर्छ क्या। अनि अर्को कुरा के पनि छ भने, यी मेरो क्षेत्रमा त रासोपाको मान्छे भन्दा कङ्ग्रेसको मान्छे राम्रो छ, म उसलाई भोट हाल्छु भन्ने छ क्या। यो सबैभन्दा अहिलेको सिनारीमा गलत हो। यदि तपाईँको स्थानीय चुनाव भइरहेको थियो, मेयरको चुनाव भइरहेको थिएन, अभियसली तपाईँ राम्रो मान्छेलाई चुज गर्ने हो। म न रासोपा पनि भन्दिनँ, कोही नि भन्दिनँ। कङ्ग्रेसकै होस्, एमालेकै होस्, रासोपामा चुनाव गर्ने हो क्या। त्यति बेला राम्रो मान्छेलाई चुनाव गर्ने हो। तर अहिले के भइरहेछ, प्रतिनिधि सभाको चुनाव भइरहेछ। त्यहाँ नीति नियम बनाउने हो। नीति नियम एक राम्रो मान्छेले बन्दैन कि एउटा पार्टीले बन्छ। बहुमत चाहिन्छ। जब बहुमत चाहिन्छ, तर तपाईँले एउटा राम्रो मान्छे एउटा छुट्टै कराएर हुँदैन। तपाईँको अनि एउटा काङ्ग्रेसमा, एमालेमा राम्रै मान्छे छ अरे। राम्रै मान्छे भए पनि त केपी शर्मा ओलीको विरुद्धमा गएर त्यसले बोल्न सक्छ माथि गएर? सक्दैन नि। केपी शर्मा ओलीले जे भन्यो त्यही गर्छन्। त्यही भएर तपाईँको राम्रै मान्छेलाई जिताएर पनि अहिले काम छैन क्या। यदि तपाईँले मेयर राम्रो मान्छे जिताइदिएको भए अभियसली जिताउनुहोस् मेयर। वडा अध्यक्ष राम्रो मान्छे अभियसली एमालेको जिताउनुहोस्। जो राम्रो मान्छे त्यसलाई जिताउनुहोस्। तर अहिले प्रतिनिधि सभामा नीति नियम बनाउने हो। नीति नियम बनाउन मान्छे चाहिन्छन्, बहुमत चाहिन्छन्। अनि बहुमत तपाईँको एमालेबाट जित्यो भने केपी ओलीको मान्ने हो, र यता कङ्ग्रेसबाट जित्यो भने गगन थापा अथवा शेरबहादुर देउवाकै मान्ने हो। तपाईँले त्यहाँ काङ्ग्रेसको राम्रो मान्छे छ, यसको राम्रो मान्छे छ भन्नेतिर लाग्दै नलाग्नुहोस्। नीति नियम बनाउने हो। हामीलाई 165 वटा अथवा बहुमत सांसद चाहिएको छ। तपाईँले बिना कन्फ्युजनका साथ तपाईँले अहिले चाहिँ घन्टीमा भोट हाल्नुहोस्। घन्टीमा भोट हाल्नुहोस्, किनभने स्टेबल सरकार चाहिएको छ र नीति नियम बनाउनका लागि राम्रो मान्छे होइन, एउटा राम्रो मान्छेको चेन चाहिएको छ क्या। अनि तपाईँको कुरा काङ्ग्रेसमा 5-6 जना राम्रो होला नि, तर रासोपामा यति कुरा ख्याल गरौँ, रासोपामा 5-6 जनाभन्दा धेरै राम्रो। तब अहिले हामीले कुन बेस्ट पर्फेक्ट खोज्ने भन्दा पनि कुन बेटर छ खोज्ने, अनि कुनले काम गर्दा सजिलो हुन्छ भन्ने कुरा खोज्ने हो अहिले। त्यही भएर चाहिँ तपाईँ कन्फ्युज नहुनुहोस्। म तपाईँलाई फेरि पनि भन्छु, विनम्रताका साथ भन्छु, रासोपामा भोट हाल्नुहोस्। भविष्यमा तपाईँले आई थिङ्क कि तपाईँले रिग्रेट गर्नुहुने छैन। नाउ हाम्रो यो भिडियोको हामी लास्ट क्याटेगोरीमा चाहिँ हामी कसरी बाँड्छौँ भने, न्यू जस्तै म जस्तै हामी, अथवा जस्तै जेनजी भन्छौँ, अथवा जेनजी मात्र होइन क्या, यहाँ कतिपय बुढा अङ्कल आन्टीहरू अथवा हजुरबुवाहरू पनि छन् जसले चाहिँ नयाँ ल्याउनुपर्छ, नयाँ परिवर्तन हुनुपर्छ भन्ने त्यो थट, त्यो माइन्डसेटको बारेमा कुरा गर्दैछु। जति पनि हाम्रो थट र माइन्डसेट छ, हामी लगभग
एकदमै कम मान्छे छौँ होला अथवा 1-2 लाख मात्र छौँ होला, 4-5 लाख मात्र छौँ होला। तर अहिले हामीले सबैभन्दा गर्नुपर्ने काम के हो भने तपाईँले आफ्नो क्षेत्रबाट के काम गर्न सक्नुहुन्छ? म पनि एउटा नर्मल स्टुडेन्ट हो, नागरिक हो। मैले अरू 2-4 जनालाई इन्फ्लुएन्स पार्न सक्छु क्या। मैले सक्दिनँ देशभरिलाई इन्फ्लुएन्स पार्न। मैले 2-4 लाखलाई इन्फ्लुएन्स पार्नै सक्दैन। मैले के गर्न सक्छु 4-5 जनालाई इन्फ्लुएन्स पार्न सक्छु। मेरो घरमा भएका ड्याडी, मम्मी, बाजेलाई इन्फ्लुएन्स पार्न सक्छु। मेरो उतापट्टि भएका घर छिमेकलाई इन्फ्लुएन्स पार्न सक्छु। तपाईँले गर्नुपर्ने काम एउटा भिडियो बनाउनुहोस् अथवा एउटा स्टोरी हाल्नुहोस् अथवा 4-5 घन्टा कल गर्नुहोस् घरमा इन्फ्लुएन्स पार्नुहोस् किन नयाँलाई किन अथवा यही भिडियो पठाइदिनुहोस् तपाईँले किन हाल्ने नयाँलाई, किन चुज गर्ने भन्ने कुराको बारेमा एकचोटि बुझाउनुहोस् उनीहरूलाई। तपाईँसँग 6 दिन छ, 5 दिन छ अब चुनाव हुन, 5 दिनमा तपाईँले मिनिमम 1 जनाले 5 भोट मात्र चेन्ज गर्नुभयो भने ख्याल गर्नुहोस् त 10 लाख हामी नयाँ छौँ भने 10 ले 5 लाई गर्दा 50 लाख हुन्छ क्या। प्लिज तपाईँले सके जति चेन्ज गर्नुहोस्, किन भन्ने कुराहरू खोज्नुहोस्, चेन्ज गर्नुहोस्। तपाईँले गर्न सक्ने काम मात्र यो यति हो कि तपाईँ हामीले बुझेका छौँ, किन नयाँ भन्ने कुरा बुझेका छौँ। त्यही भएर तपाईँले गरिदिनु पर्ने काम के हो भने घरमा कल गर्नुहोस्, बाबुआमालाई कल गर्नुहोस्, विदेशमा हुनुहुन्छ भने पनि यता भन्नुहोस्, सबलाई भन्नुहोस् र अरू 5 जना एउटा ग्यारेन्टी दिनुहोस् कि म जो 5 जना रासोपा छैनन् अथवा जो 5 जनाले नयाँ होइन म पुरानालाई छान्छु भन्ने छन्, ती 5 जनालाई चेन्ज गर्ने चाहिँ तपाईँको गोल बनाउनुहोस् क्या यो 5 दिनमा। 1 दिनमा एउटालाई चेन्ज गर्छु भन्ने गोल बनाउनुहोस्, एउटा स्टोरी हाल्नुहोस् र म समग्रमा चाहिँ के भन्न चाहन्छु भने राजमा पनि बेस्ट मान्छे छैनन्। हामी यो भरमा नबसौँ। भोलि यिनीहरूले गलत गर्यो भने हामीले औँला उठाउँछौँ। बेस्ट मान्छे छैनन् तर एउटा कुरा चाहिँ हामीले के बिर्सिनु हुँदैन भने बेटर मान्छे चाहिँ छन्। कङ्ग्रेसको भन्दा एमालेको भन्दा बेटर मान्छे छन्। त्यहाँ बेस्ट मान्छे छैनन्। त्यहाँ सबै मान्छे पनि बेस्ट छैनन्। कोही मान्छे गलत होलान्, कोही मान्छेले त्यो आफ्नै स्वार्थका लागि पनि उठेका होलान्। तर के छ भने हामीले काङ्ग्रेस र एमाले 100 मा 20 मार्क्स आउँछ भने रासोपाको 50-60 मार्क्स आउँछ। अहिले हामी बेस्ट पर्सन पाउँदैनौँ। बाह्रका उपमा पाउँदैनौँ। चिनको जस्तो मान्छे अथवा त्यहाँ विकास गर्ने मान्छे पाउँदैनौँ। यहीँबाट कर्मचारी तन्त्रबाट बिग्रेको छ हामीले देश बुझेका छौँ। अहिले हामीले जति सक्छौँ हामीसँग गर्न सक्ने भनेको के हो बेटर पर्सन छान्ने हो र बेटर पर्सन छान्ने भनेको यति मौका हो। हामीले यसभन्दा पछि सायद 5 वर्षपछि हामीसँग यो मौका पनि नआउला। डिक्टेटरसिप आउला, तपाईँका राम्रा मान्छे जति सबैलाई जेलमा हालिएला। लास्ट मौका हो यो, अन्तिम मौका सोच्नुहोस्। तपाईँले आफ्ना लागि नभए पनि आउने सन्ततिका लागि भए पनि काम गर्नुहोस्। यति भन्दै म यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु र म के पनि आश गर्दछु भने तपाईँले चाहिँ चेन्ज गर्नुहुनेछ र तपाईँले आफ्नो भोट चेन्ज गर्नुहुनेछ। देशका लागि, विकासका लागि चाहिँ भोट चेन्ज गर्नुहुनेछ भन्ने आशा गर्छु।